तेरिया फौजा मगर झलक दिखला आजको फाइनलमा पुगेकी छिन्। डिआइडी लिटिल मास्टर्स की विजेता एवं लुम्बिनी कपिल बस्ती की बालिका तेरिया फौजा मगर भारतीय टेलिभिजनहरूबाट प्रसारण हुने डान्स रियालिटी सोहरूमध्ये सर्वाधिक चर्चित झलक दिखला आजा सिजन 9 को फाइनलमा पुगेकी छिन्। तेरिया फौजा मगरले झलक दिखला आजा सिजन 1 को विजेता र अरू एकजनासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। उपाधिको फाइनलको लागि आगामी जनवरी 14 देखि 21 सम्म अनलाइन भोटिङ अथवा एसएमएस भोटिङ खुल्ला गरिनेछ। भारतीय कलर्स च्यानलबाट शनिबार राति 10 बजे प्रसारण हुने यो डान्स रियालिटी सोमा डान्स सेलिब्रिटीहरूको मात्र प्रतिस्पर्धा गराइनेछ। तेरिया फौजा मगर 2014 सिजन 3 डिआइडी लिटिल मास्टर्स की विजेता भएकोले यो रियालिटी सोमा भाग लिने अवसर पाएकी हुन्। ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसनले आयोजना गरेको यस रियालिटी सोको विजेतालाई भारतीय रुपैयाँ 30 लाख र रेनॉल्ड डस्टर पुरस्कार प्रदान गरिनेछ। गत जुलाईमा आरम्भ भएको यस डान्स रियालिटी सोमा महिला पुरुष गरी 12 जना सेलिब्रिटीहरूलाई छनौट गरिएको थियो। तेरिया सहित 5 जना जुनियर 8 अक्टोबरमा च्यालेन्जरका रूपमा प्रवेश गरेका थिए, तर प्रवेश गरेको 2 हप्तामै अक्टोबर 22 तारिकमा प्रतियोगिताबाट बाहिरिएको थियो। तर तेरिया सहित अरू 3 जनालाई 22 अक्टोबरमा पुनर्स्थापित गरिएको थियो, जसमध्ये 2 जना पुनः आउट भइसकेका छन्। तेरियालाई भने आफ्नो विलक्षण प्रतिभाको कारण निर्णायकहरूको मन जित्दै सर्वाधिक लोकप्रियता सहित उपाधिका लागि आफूलाई उभ्याए। सेमिफाइनलबाट फाइनलसम्म आइपुग्दा तेरिया फौजा मगर आफूभन्दा सिनियर र नृत्यका अग्रणी मुम्बईका 2 हस्तीहरूलाई उनीहरूकै टोलीमा पछि पार्दै आफूलाई पहिलो नम्बरमा उभ्याउन सफल भए। निर्णायकहरूले तेरियाको अतुलनीय आत्मविश्वास र विलक्षण नृत्य प्रतिभाको मुक्त कण्ठले प्रशंसा गर्दै आएका छन्। यो प्रतियोगिताको निर्णायकको रूपमा करण जोहर, फराह खान, जैकलिन फर्नान्डिस तथा गणेश पेश हुन्। यति मात्र होइन, उपाधिका दावेदार सलमान युसुफ खानले आफ्नो प्रतिस्पर्धी तेरिया मात्र रहेको र उनको मात्र डर लाग्ने प्रतिक्रिया दिँदै आएका छन्। तेरियाले भनेकी छिन्, म आफ्नो खुबीले सके जति मात्र पर्फर्म गर्न सक्छु, तर जित्नका लागि दर्शककै भोट चाहिन्छ। त्यसैले डिआइडीमा जस्तै धेरैभन्दा धेरै भोट दिएर सपोर्ट गर्न अनुरोध गरेकी छिन्। तेरियाले देश विदेशमा रहेका सबै नेपालीहरूलाई आफू नेपालकी छोरी भएकोले सबैले भोटिङ गरेर प्रतिस्पर्धामा आफूलाई जिताउन अनुरोध गरेकी छिन्। तेरियालाई झलक दिखला आजा सिजन 9 को डान्स रियालिटी सोमा जिताउन इन्डियामा रहनुभएका नेपालीले एसएमएस र देश विदेशमा रहनुभएका नेपालीहरूले अनलाइन भोटिङ गर्न सकिन्छ।